के छ साथी ठिक छ गुड मर्निङ कति छिटो आएको त नि तिमी ल सबभन्दा हामी पहिला आयौँ है एयरपोर्टमा ओ माई गड धेरै भएछ त के गर्ने हो सो साथीहरू हामी चाहिँ अब कफी खान जाँदैछौँ जे हुन्छ कुराहरू कफी खाएपछि हुन्छ होइन हामी भर्खर 2 जना मात्र हो कति 8 जनामा 2 जना मात्र हामी टाइममा एयरपोर्ट आयौँ उनीहरू अझै दाँत मोल्दै होलान् घरमा होइन यस्तै छ पहिला हामी अब एयरपोर्ट कसैको अलार्म बज्दै होला के होला कसैले घन्टी नै सुनेन भन्दै थियो अब यस्तै छ कफी कहाँ खाने साथी अब हामी खाम न के Do you have any chicken course and that kind of thing? Chicken croissant, we got the chicken sneezy bun butter. We got the burger bun with the chicken sneezels. हाम्रो ब्रेकी पनि रेडी भएको छ क्यापेचिनो अनि त्यसपछि के अर्डर गरेँ सुमन तिमीले त्यो छ हेरौँ न भएको छ स्निजी बर्गर चियर्स गरौँ त ए अब स्निजी चिकन स्निजी स्पिनिच चिज त्यो एक पनि रहेछ यहाँ एक पनि छ सस मायोनिज होला हैन अब ब्रेकफास्ट सकेर अब एयरपोर्टतिर डुल्दैछौँ होइन हाम्रो बोर्डिङ पनि सुरु हुन लागिसक्यो अब कुन गेट हो हाम्रो गेट 50 हो केटाहरू आउला नि है यतै हामी चाहिँ हाम्रो साथीहरूलाई कुर्दैछौँ घुमफिर गर्दाखेरि हामी यहाँ गेट नम्बरमा आइपुग्यौँ केटाहरू फटाएर रहेछन् यार टाइममै आउँदैनन् लास्टै गाह्रो भइसक्यो कुर्दा बोर्डिङ सुरु भइसक्यो प्लेनै छुट्ला जस्तो भइसक्यो बल्ल बल्ल यहाँ खलासीलाई फकाएर होइन 10-20 रुपियाँ बढी दिएर बोलाइरहेछ हामीलाई Boarding passenger service, please make your way to gate 42 and just a friendly reminder that होइन होला मर्निङ ढिलो आउँछौ भनेको झन् छिटो आएछ नि यार केटाहरू ल के छ सुरजजी के छ रिसा होइन कहाँ रिसाउनु के छ ल वा टोपी के छ केटाहरू ठिक छ नि राम्रोसँग आयो उसको पहिलो फ्लाइट हो ओ माइ गॉड ल के हो कालो खा त म्यान इन ब्ल्याक ठिक छ अर्को हतियार यता हुनुहुन्छ होइन ल हेर्नु यहाँ के चेन्ज देखिन्छ मेरो त यता निकाल्नै छ यदि तपाईँले उनी उसको पहिलो लुक देख्नु भएको छैन भने चाहिँ के अरे माउन्ट होतेमको भिडियो चाहिँ हेर्न नबिर्सिनु होला हैन त्यता हेरेन कि अब यतै मात्र हेरे कस्तो डर लागिरहेको थियो 7 किलोको वेट 8.5 पुगेर होइन सुरजले बचायो नि मलाई थ्याङ्क यू सो मच सुरज दिजान के छ बोलेन कि धेरै बोलेन वे क्यामेरा एउटै परेछ त साथी बोर्डिङ पास खुल्यो है त दुईजना आयो छिटो सो साथीहरू हामी चाहिँ अब हाम्रो ब्रिजबेनको यात्रा सुरु अब यहाँबाट सुरु हुन्छ हजुर ट्राफिक यहाँ ट्राफिक हुन्छ के छ सुरज बबाल छ है कतिको एक्साइटेड छौ त नि एकदम एक्साइटेड म त राति सुतेको नि छैन एक महिनादेखि आजको दिनको लागि वेट गरिरहेको हो त कुस
दुई चार शब्द जाओस् कस्तो लागिरह के लागेछ यार अब गइछि त हुन्छ सबै पुरा बोले 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 सुमन ठिक छ नि ठिक छ है उनीहरूलाई बोलाउन बोला उनीहरूलाई बोलाउन ठिक छ नि ठिक छ है को छुट्यो अशोक खै त उसले आफैले टिकट काट्यो ए अँ त अशोक र शिशिर हैन कता जाने होला कता जाने होला कता जाने होला कता जाने हो आज गाइज त्यतिकै त कहाँ एडमिट आउँछ नि ल सिड्नी आएको भयो नि ल ठिकै हो होइन एडिलेड होइन कि अब हार्ड नभएको जिब्रो अब ब्रिजबेन भनेको एडिलेड भन्ने भयो कि नभयो भने तिम्रो के भन्छौ कुछ तिमी भन्न सक्छौ कसको सपोर्ट गर्छौ तिमी सुरजको कि मेरो हँ दुईजनाकै गर्छ हल्का हल्का कुरा गर्ने दुईजनाकै हो ठिक छ ठिक छ मेनु रहेछ नि त के छ मेनुमा हेरौँ न के खाने हो केटा हो हेरौँ न के छ मेनुमा कुछ के खाने तिमी बेकन एन्ड एग चिज टोस्टीहरू रहेछ चिज एन्ड ह्याम टोस्टी अनि स्यान्डविचहरू चिकन ऱ्याप मलाई चिकन ऱ्याप ल म नि चिकन ऱ्याप खायो ल ल केटाहरू कसले के खाने हो के खाने हो तिमीहरू के खाने हो ऱ्याप खाने भयो के खाने तिमीहरू ओके ल डन ल अर्डर गऱ्यो नि त अर्डर गऱ्यो ल भन्छ कति तिनवटा चिकन ऱ्याप अँ 3टा एग एन्ड बेकन अँ अनि 6वटा कफी भयो होइन ल ल ल त्यही गरेर ल ल डेरी एलर्जीवाला कता गए डेरी एलर्जी डेरी उता ए उता पछाडि चाहिँ दुईजना केटाहरू गायब भयो कि भेटै भएन उनीहरूले आफैले अर्डर गर्छन् केही भएन ठिक छ ओके होइन उसले त मान्छेको मात्र हो हामी चाहिँ अझै स्टिल वेटिङमा छौँ प्लेन बसेको बसै छ होइन उडेको छैन बसे ल्यान्डिङ भन्छ ल्यान्डिङ पार्किङमै छ पार्किङमा छ अहिले टेक अफ भएन टेक अफ भएन यहाँ छुट्टै भिडियो हुँदैछ अँ त्यो ल केटाहरूको छुट्टै भिडियो हुँदैछ क्यामेरा छ त आज त ट्रिप त खत्रै होला 360 हुन्छ कि अब क्यामेरामा ए डराएन कि डराएन गऱ्यो बोल्यो के गरे थाहा खै नास्ता त अघि नै अर्डर गरेको आएन त ब्रेकफास्ट त भवाला हारे यसमा बोल हँ बबाला हा सेटिङ मिला एउटै होइन र भोन्जी मेरो हल्का सेटिङ मिलाउनु पर्छ है त्यही भएर मिलाएँ गुड न्युज गाइज बल्ल चाहिँ मेरो क्यामेराको सेटिङ चाहिँ मिल्यो बल्ल थाहा पाएँ मैले होइन साथीको क्यामेराबाट देखेर थ्याङ्क यू कुस फर यो काइन्ड इन्फर्मेसन होइन बल्ल चाहिँ उज्यालो आयो ल ओ माई गड सुरज कस्तो टल्किया हो कि तिमी ठिक छ निन्द्रामा हो भोन्जी म होइन। सुतेकै छैन 2 दिन भयो हो र के भयो त्यस्तो धेरै एक्साइटमेन्टले गर्दाखेरि निन्दै नलाएर होला ठिक छ अब दुई दिनको निन्द्रा अब यो 2 घन्टामा पुरा गर्न छ किनभने फेरि आजबाट 4 दिन सुत्नेवाला हामी छैनौँ छैनौँ आज कोही सुत्यो भने होइन पानी ल्याएर छ्यापेर भयो नि सुत्न दिने तर यो 4 दिन भनेको माहौल बनाउनु पर्छ पुरै बाल्टीको पानी हो फेरि छ्याप्ने मात्र होइन ठिक छ कुछ मोबाइल हेरेन कि धेरै कति मोबाइल हेरे हो र And a life raft at the rear of the aircraft. आफ्टर अल हामी चाहिँ अब हावामा उड्न जाँदैछौँ होइन भन्छ हावामा धेरै उड्न भन्छन् के होइन उड्नुपर्छ बेलामा प्लेनमा बाई रोड देखिन त गई नि देखेँ होइन त्यो पनि ट्राई गरेको छु म सो गाइज अनफर्चुनेटली प्लेनमा टेक्निकल इस्यु आएको कारणले हामीले चाहिँ अब Our flight has been cancelled due to technical issues अनि क्यान यु रिपिट अगेन प्लिज Our flight has been cancelled due to some technical issues अनि इन्जिनियरलाई केही टाइम लाग्ने भएको कारणले चाहिँ अब हामी चाहिँ अब ब्याक टु टर्मिनल अनि त्यसपछि अर्को प्लेन रेडी हुन्छ सो अर्को प्लेनमा बोर्ड गर्नुपर्ने भयो गाह्रो छ हामीलाई आज एकै दिन 2टा फ्लाइट चढ्ने भयो 2टा प्लेन चढ्न पर्ने त्यही भएर ट्रिप चाहिँ इन्ट्रेस्टिङ होला जस्तो छ होइन इन्ट्रेस्टिङ हैन अब के होला आज पनौती लगाइरहेको तपाईँहरू देख्न सक्नुहुन्छ टक्क लाएर सबैजना उठिसक्यो होइन त्यही भने के
केही होइन यो चाहिँ के हो भने चाहिँ हाम्रो ट्रिप चाहिँ अलि लम्बाउनलाई हो कि होइन भने चाहिँ यो के हो यो सङ्केत मलाई बिहानै मेरो चस्माले दिइसकेको थियो क्या मनायो मैले अब 4 दिन सिक्कल गऱ्यो ठिक छ सबले सो हामी मेलबर्न टु मेलबर्नै ब्याक भयो नि गाइज होइन मेलबर्न टु मेलबर्न ब्याक भयो होइन के अरे ब्रिस्बेन जान नपाउँदै हामी मेलबर्नै फर्किहाल्यो क्या भर्खर प्लेनमा चढ्दा कस्तो लाग्यो प्लेनमा चढ्दा कस्तो लाग्यो माहौल यस्तो छ हाम्रो यता यसरी होइन हामी अब जुन बाटो आएको थियौँ त्यही बाटो फर्किँदैछौँ अब हाम्रो अब नेक्स्ट प्लेन भनेको चाहिँ अब रेडी हुँदैछ मेबी यो नेक्स्ट प्लेन हुनसक्छ स्योर हो ल ठिक छ चिसो छ एकदमै हाम्रो राइटको प्लेन भन्थे ए होला ठिक छ अब त्यति बेलासम्म चाहिँ हामी वेट गरेर बस्छौँ होइन चिसो 48 मा जा भन्दै थियो मलाई कहाँ हो 48 वेलकम टु मेलबर्न साथी फाइनल्ली मेलबर्नमा स्वागत छ है ल ल मेलबर्नमा स्वागत छ तिमीलाई फेरि जुन बाटो गऱ्यो त्यही बाटो फर्केकोमा होइन हबिबी अच्छा तो मुझे वो चश्मा चाहिए फेरि भयो हामी छौँ 48 मा सो वी आर अगेन हामी फेरि अब अर्को प्लेनमा आइसकेका छौँ होइन हाम्रो फ्लाइट चाहिँ 6:05 मा थियो भने चाहिँ केही टेक्निकल इस्युले गर्दाखेरि चाहिँ हामीलाई वेटिङमा राखेर अहिले 8 बजिसकेछ होइन अब कतिखेर उड्ने हो के लाग्छ तिमीलाई अब 8:40 देखाएको छ 8:40 देखायो तिमीलाई के लाग्छ यो प्लेन गोड्छ कि उड्छ पनि के लाग्छ तिमीलाई अहिले अहिलेको त मैले भनेको थिएँ यो उड्ला जस्तो छैन भने उडेन यो चाहिँ उड्ला जस्तो छ है हो अगाडि दुईटा पाइलट बसेका छन् एक्टिङ गरे हो कि साँच्चै हो कि हो त्यही भने उता केटाहरू त्यो चाहिँ टेन्सन भन्दा पनि अब चाहिँ अब भोक लाग्यो अब मेनु निकाल नि त मेनु मेनु नखाने के मेनु खाएर केही कामै छैन यो कागज मेनु बोल्यो ल माइकमा बोल्यो के बोल्यो बोला नि त यतिखेर चाहिँ हामी दोस्रो फ्लाइट पहिलो फ्लाइटमा बसेर 45 मिनट बसेर हजुर त्यसपछि फेरि बाहिर गएर फेरि बाहिर 1 घन्टा बसेर फेरि दोस्रो फ्लाइटमा बस्यौँ उड्ने हो कि के छ उड्दैछ अब उड्यो भने पुग्यो उडेन भने नेक्स्ट फ्लाइट पहिलो फ्लाइटमा हाम्रो त्यही पहिलो फ्लाइट त अब बस्यो 2-3 फोटो खिच्यो मन परेन झरियो अब अर्को फ्लाइटमा हेर्नु अब यो फ्लाइटमा अब हिँड्न त हिँडिरह तर उड्छ कि उड्दैन भन्ने कुरो सो गाइज अब प्लेनले उड्ला जस्तो भइसक्यो होइन उडिसक्यो त ल उड्यो ल उड्यो है प्लेन उड्यो है सो फाइनल्ली 2 घन्टा हाफ एन आवरको डिले पछि प्लेन उड्न गइरहेको छ यस्तो हेर्दाखेरि प्लेनले आकाशमा नै पुऱ्याउला जस्तो लागिरह भन्ने हामीलाई लागिरह होइन सो ल है उड्यो है ल हल्लियो उड्यो उड्यो ओ माई गॉड damn यार सो गाइज प्लिज इन्जोय द भ्यू हजुरहरू आकाशमा उड्न नपाए पनि
भुइँमा बसेर भए पनि हेरिदिनु होला। हाम्रो हालत यस्तो छ। अब भुवन वी गट नोटिस भनेर आउ लाग्यो अब रेड लाइट साथीहरू इन्जोय गरिरहेका होइन। पुस्ट गराएको छ अरू त सबै इन्जोय गर्यो। सो दिस इज अस्ट्रेलिया। यस्तो छ खाली खाली सिटी हुँदै जाने रहेछ क्या। 5 सेकेन्डको भिडियो गराइदिनु। ओके ब्रदर है 5 सेकेन्ड मात्र है। के को भन्नु छैन त फेरि उता भिडियो रे हैन उता बाहिर बाहिर छ बाहिरको यस्तो माहौल छ। भेरी ह्याप्पी फाइनली उड्यो। फाइनली उड्यो होइन आकाश नै पुग्यौँ हामी त। यो प्लेन त गुडेर पुरा टर्न भयो है ल हाम्रो यस्तो हुँदैछ। साथीले फाइनली हामी आकाशमा उड्यो होइन। ऊ यहाँ साथी सुतिसक्नु लाग्यो, उनलाई डिस्टर्ब भयो जस्तो छ। अब हाम्रो 2 घन्टाको यात्रा हुन्छ। अब यस्तो छ बाहिर माहौल यस्तो भइरह। अब 2 घन्टासम्म यस्तै हुन्छ। त्यति जेलसम्म अब हामी 2 घन्टापछि फेरि भेट्नेछौँ। राम्रोसँग सुते होइन। अब हामी एकछिन न्याप लिन्छौँ। यता साथीहरू सुतिसके एकछिनपछि भेट्नुपर्छ 2 घन्टापछि। बाई। By staff for a safe passage into the terminals. Smoking is definitely Hello. not allowed as you फाइनल ल्यान्डिङ भयो। फाइनली ल्यान्डिङ भयो। अब निस्किन मात्र बाँकी छ है त। गाइस फाइनली आयो होइन ल निद्रा पनि पुरा भयो हाम्रो। एकदमै रमाइलो भयो। If your mobile थ्याङ्क यू। गुड नाइट। कस्तो भयो त नि यात्रा? ल फाइनली पुग्यो यार यहाँ संग्रामलाई ए संग्राम के छ हालखबर? खोइ क्यामेरामा देखिएन नि त नि। के छ? कता हो? कानमा लगाइरहेको रहेछ। त्यहाँ सर्ट लियो नि एउटा लिइसकेँ। लाउसिरो खै जाने अब। केटाहरू कहाँ गयो? हानेर
बोल्यो के बोल्यो कस्तो लाग्यो था ब्रिजबेन आउँदाखेरि ब्रिजबेन एकदम राम्रो छ अब बाहिर गएर हेरौँ कस्तो छ भित्र चाहिँ अब यता सोध न यता कफी छ नि यता कफी लिनु ब्रिजबेनको कफी कस्तो लाग्यो त तिमीलाई कफीको स्वादमा एउटा ब्रिजबेनको के छ यतातिर के छ माहौल सिजन के भयो मेलबोर्नको वेदर चिसो यहाँ गर्मी भयो बुक गरेको बाइक किन आयो हामी चाहिँ एक्जिटतर्फ लाग्दैछौँ वे खोइ त कसले वेलकम गर्ने हो हामीलाई फुलसुल बुके सुके केही छैन त खोइ सुरज कसले वेलकम गर्ने हामीलाई बुके सुके केही छैन त होइन घरमा हुन्छ बस्यो बस्यो यो एयरपोर्टको वेलकम भन्ने अब पुरानो भइसक्यो क्या अँ। बुझ्यो नि अब पुरै त्यहाँ रेस्टुरेन्टमा गएर त्यहाँ बुके सुके तिम्रो एभ्रिथिङ त्यहाँ खतरा वेलकम हुँदैछ हाम्रो लागि अब अहिले गएर चाहिँ तिमी सरप्राइज हुन्छ हेर न अँ अब हामी यहाँ ट्याक्सी म्याक्सी गर्दैछौँ हजुर कता खाऊ ट्याक्सी म्याक्सी हामी कतिजना 8 जना भएपछि हामीले 12 सिटर बुक गर्नुपर्छ तर हेर्दा चाहिँ मेलबोर्नको एयरपोर्ट र ब्रिजबेन एयरपोर्ट हेर्दा उस्तै छ उस्तै उस्तै देखिन्छ होइन हो तर यहाँ अलिक गर्मी जस्तो फिल भयो तिमीलाई के हो हल्का गर्मी गर्मी त्यस्तो चिसो नि छैन घाम लागेपछि चाहिँ हल्का घाम लागे जस्तो कता हो अब हामी ट्याक्सी म्याक्सी जति थियो गयो 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 जाऊँ अब हाल्यौ नि मेरो होइन ल हुन्छ ल है साथै गर अगाडि बस्यो भने तिमी छिटो पुग्छौ हामीलाई कुर्दै गर है हामी अब लाग्दैछौँ लगाइदिने हो यहाँ त सिट बेल्ट लाउनु पर्छ कि हो फेरि लाउनु त पर्छ आफै लगाइदियो ओके ल है फाइनली है ल भन्छ ल केटाहरू रक एन्ड रोल फेरि सुनायो अर्कोले Did you guys enjoy? Did you guys enjoy? Yay! Still not, man. Be careful with this guy, okay? The guy sitting with The me. guy on his side. Guy with the camera one. How long it Please gonna use the take? driver app for a faster and more efficient experience, or simply run your booking Wait at the hand. भन्छ Please have your details ready. And गाइज हामी अब लाग्दैछौँ हामी कुन ठाउँमा जाने सुरज अब हामी भ्याली 42 भ्याली ओके कति टाइम लाग्छ सिटीको नजिकै हो अब 20 मिनट जति लाग्छ होला ठिक छ हामी चाहिँ फर्स्ट टाइम आएको सुरज मात्र हो ब्रिजबेन पहिला आएको हामी चाहिँ फर्स्ट टाइम त्यही भएर हामी चाहिँ धेरै एक्साइटेड छौँ अब सुरजले हाम्रो टुरिस्ट गाइड भनेको नै सुरज सर हुन् के हो एकदम होइन भन न एकदम एकदम have a call. तिमीलाई ब्रिजबेन आएर चाँदमा पुऱ्याइदिन्छु And if one of our consultants calls you, press Vision. 1 to request a ठिक छ call नि back. कस्तो माहौल कस्तो भइरहेको होइन बिजनलाई रमाइलो इन्जोय गरेर ठिक छ कसलाई अब उता हेर्छन् उता यता हेर न यार शिशिर म एकदम बबाल ठिक छ है एकदम एक्साइटेड सुमन सुपर एक्साइटेड ए हो नि सुमन त आकाशलाई भेट्न पुरा एक्साइटेड छ को आकाश हाम्रो आकाश हो र आकाश आउँछ 3 बजे आउँछ भने हैन ओके सर जानुपर्छ है त यता हो फाइनली ल्यान्ड भयो तिम्रो पुर्खाको घर मेरो पुर्खाले घर यही हो यता यतै हो हेलो हेलो के छ
वेलकम टु ब्रिस्बेन है वेलकम टु ब्रिस्बेन ओहो बाजी खिचिराखु त हेर न हेर न हेर्दा के छ सन्चै कारबाही I have your number, so I'll call you. विल कल यु Thank you. Have a good one. कार्डबाट त्यही गरौँ कुन कुन अट्छ त्यही हालौँ पहिला 70 हान्यो यार सत्य हान्यो 60 भन्थ्यो त होइन होइन 67 तिमी बोलेर उसले भनिरहेको थियो कि होइन पहिले 60 भने अब त्यो मिटरको हिसाबले होइन ए अँ कहाँ हामी अब एउटा गाडीबाट अर्को गाडी चढ्दैछ साथीहरू ल बिजी भयो खै त यहाँ वेलकम वेलकम के अब गिलास आउँदैन होइन फुलसुल यताउति डेकोरेसन हुनु पऱ्यो नि यार क्यान्सिल हान्ने भने अहिले अनि सेनिटाइजर छ ढिलो हुन्छ भने क्यान्सिल हान्ने दियो दियो यो भन्छ है वेलकम है सब गाइजहरुलाई वेलकम वेलकम ल है सबैलाई वेलकम छ यहाँ ब्रिस्बेनको राजा है दाइको नाम के अरे सुदीप सुदीप भनेपछि ब्रिस्बेन भनेपछि सुदीप दाइ छ भनेपछि हामी त्यही भएर आएको क्या त्यही भन्दै आएको नभए अन्त हामी बोल्नुहोसै थियो होइन दाइलाई भेट्नुपर्छ भन्ने कुरो गऱ्यो अर्डर गऱ्यो के खानु अनि कसलाई सिकाउनु हो कि अर्डर गर्न डिडियूबाट सुरु गरेँ भिडियोबाट सन्जय फेरि भन्दा कसरी रे डिडियू गाई डु एक्स्ट्रा सक्छौ यत्रो तिमीलाई के लाग्ला भन्छ के लाग्ला त्यही त हाम्रो त आएन त हामी त हेरेको हेरे भयो त यहाँ खाऊ न खाने भयो होइन होइन खाउमा त्यो चाहिँ यहाँको छ नि त्यहाँबाट ब्रिज सिटी पुरै देखिन्छ कि खासमा त्यो हल्का 5 बजीतिर गयो भने लाइट बलेको सिटी देख्न मजा आउँछ तर 5 बजीतिर चाहिँ क्यासिनो जाने प्लान छ लेभल 24 त्यहाँबाट फेरि ब्रिज सिटी देखिन्छ कि क्यासिनो नहेले पनि त्यहाँ बाहिर स्काई डेक छ त्यो ब्रिस्बेनको त्यो सिसाबाट त्यो ब्रिस्बेनमा सिसाको हिँडेको फोटो आउँछ नि टिकट हो त्यहाँ जाने कि जान्न त अहिले चाहिँ माउन्टको जाने त्यो बाहिर निस्केर हिँड्नु मिल्छ क्या होइन त्यहाँ त्यस्तो माउन्ट त्यो त फ्री छ भन्ने सुनेको थिएँ फ्री हो अनि सुरुदेखि फ्री ए हो अनि अन द वे चाहिँ हामी होटल छोड्नुपर्छ हुन्छ झोलासोला छोडेर आउँछ झोलासोला छोडेर नभए त गाडीमै बस्छ किन चाहियो बेलुका एकैचोटि गर्ने चेक इन कति बेलुका कफी गाडी लान्छ चेक इन कति बेला गर्नुपर्छ त्यो गर्नु एयरबिएनबी हो कि होटल हो एयरबिएनबी कसले बुक गरेर त्यसलाई म्यासेज गरेर चाबी How much? altogether. You guys always have good food. Busy these days? What do you think? Yeah, good people, good food. Good people, good food. Yeah.
ए यता हेर्नु पर्यो यता पिछवाडाबाट लिने कि क्यालकुलेसन हुँदैन बिग अमाउन्ट लिटल बिट डिस्काउन्ट बिग टाइम रेगुलर कस्टमर बस्नु नि भाइ रेगुलर कस्टमर हो नि त कस्तो लागिरहेछ हामी क्लेभिल्यान्डकोमा जाँदैछौँ हामी सेन्ट्रल जाँदैछौँ त्यो भनेको हाम्रो सिटीको स्टेसन हो अनि यो ट्रेन चाहिँ रोमा स्ट्रिट जान्छ होइन रोमा स्ट्रिट भनेको चाहिँ मेलबर्नको साउदर्न क्रस जस्तो हो क्या सबभन्दा ठुलो अब भिलाइन ट्रेनहरू चढ्ने त्यस्तो खाले हो धेरै धेरै ट्र्याकहरू छ त्यहाँ सबभन्दा ब्रिस्बेनमा सबभन्दा धेरै ट्र्याक भनेको रोमा स्ट्रिटमा ओके बुझ्यो अब हामी चाहिँ सेन्ट्रल जाँदैछौँ यहाँबाट सायद एउटा स्टप जस्तो लाग्छ मलाई त्यो चाहिँ क्वाइट क्यारियर हो त्यो देखाइदियो भने अनि मेलबर्नमा त अब ओभर क्राउडेडहरू हुन्छ नि त पपुलेसन ट्रेन पनि ओभर क्राउडेड हुन्छ त्यसले गर्दाखेरि अब त्यस्तो अलिअलि हल्ला भयो त्यस्तो फरक पर्दैन भने यहाँको ब्रिस्बेनको चाहिँ अलिकति रुल्स एन्ड पोलिसीहरू अलिक स्ट्रङ अलिक टाइट छ कि स्ट्रिक्ट छ नि त त्यही भएर चाहिँ धेरै हल्ला गरेको चाहिँ यहाँ मन पराउँदैन मान्छेहरूले तिमीलाई आएर नि भन्छन् कहिलेकाहीँ हल्ला नगर भनेर यदि उनीहरूलाई धेरै हल्ला गरेको फिल भयो भने Okay guys, prepare to disembark. चाहिँ अहिले सेन्ट्रल स्टेसन होइन सेन्ट्रल स्टेसन आएका छौँ ब्रिस्बेनको सिटी नै होइन यो सिटी हो सिटीको स्टेसन हाम्रो वहाँ मेलबर्नको फ्लिन्डर स्ट्रिट भन्ने जस्तै सेम ओके ठिकै छ हामी चाहिँ अब अरू साथीहरूलाई कुर्दैछौँ उनीहरू पनि आउँदैछन् त्यसपछि चाहिँ हामी अगाडि बढ्छौँ ए यहाँ केटाहरू टोइलेट जाने भनेर
के छ हालखबर सन्चै लास्ट टाइम नि भेटेको थियौँ हामी त भेटेको थियौँ हामी अब भोलि कहाँ गयो भोलि चिन्नी है ल भेटघाट डह्रो हुँदैछ हाम्रो हाम्रो भेटघाट डह्रो हुँदैछ है ल धेरै पछि छुट्टेको साथीहरू भेट भयो किन भाइ त किन अनि हाम्रो व्यस्त हो सबमा बिप हाल्नुपर्छ बिपको सङ्ख्या चाहिँ धेरै हुन्छ फेरि एउटा र भिडियो खिच्ने कि मान्छेहरू हेर्न आउनै नपरोस् क्या दाइ फेरि भिडियो भन्छ बोले त दुई चार शब्द ल बोले दाइ बोल्नुहुन्छ होइन ऊ बोले हैन ओए सुरज बोले न हामीलाई भेट्दा भाइ कस्तो लाग्यो तपाईँलाई एकदम रमाइलो लाग्यो केटाहरूलाई भेटेर होइन आज चिल हान्नुपर्छ आजको नाइट हाम्रो हो हाम्रै नाइट हो नि दिन चाहिँ कस्तो लाग्यो ब्रिजबेन कस्तो लाग्यो केटाहरूलाई एकदम राम्रो हो पिस होइन शान्त जाडो पनि छैन होइन? जाडो नि छैन शीतल शान्त तर अहिलेको वेदर राम्रो हो कि ब्रिस्बेनको अलि अगाडि केटाहरू अलि अगाडि आउने प्लान गरेको थिएँ गर्मी भयो मैले नि गर्मी त हुन्छ त्यतिखेर त नजाम भनेर अनि अहिले यो प्लान गरेको कि कता कामबाट आउनु हो त तपाईँ यार कामबाट अब काम त गर्न परिहाल्यो होइन यहाँ फेरि भुवनको भ्लग आइहाल्छ नि फेरि सिधै हो मैले हेरेर आउँछु उसको भ्लग नि उसलाई त हामीले लास्ट टाइम मेलबन जाँदा पनि चिने हो नि अनि के छ अर्को साथीको खबर कान्दा भएको होइन त? अनि मलाई त डर लाग्यो यार अहिले चाहिँ उनी टाढा रिजनलतिर गएको त्यो हो जियो रमाइलो हो क्या त त्यतिखेर त रमाइलो भयो लास्टमा चाहिँ ल्याङ भयो कि अनि कसम भएको साथै भयो भाइ तपाईँ छुरै झुन्छ भन्छ क्या वाइनीको अलि उल्टो भयो कि उल्टो लाग्यो पता नहीं उल्टो लाग्यो कहाँ पुग्यो भर्ती भन्दा केही कम छ त केही कम छ त तिम्रो टेक्निक क्यामेरा देखाइदियो नि त के छ यसको फ्युचर अब खिचिरहेछ है तर यो भनेर खिच्नुपर्छ क्या कसलाई भनेर हामीलाई मलाई यसले आफैले खिच्छ भन्नु पर्दैन यसलाई मेरो किन खिच्नु भन्दै
Thank you.